आजको क्लासमा आज हामी फाइनेन्शियल एकाउन्टको पहिलो स्टेप यानी कि सिंगल इन्कम स्टेटमेन्ट आज हामी पढ्छौँ र फाइनेन्शियल एकाउन्ट आज हामी फाइनेन्शियल एकाउन्टमा पढ्छौँ। फाइनेन्शियल एकाउन्टमा पहिला त सिंगल स्टेप इन्कम स्टेटमेन्ट पढ्छौँ। दोस्रो नम्बरमा मल्टी स्टेप पढ्छौँ। तेस्रो नम्बरमा ब्यालेन्स सिट पढ्छौँ र यसमा फाइनेन्शियल स्टेटमेन्ट पनि पढ्छौँ। तर खास गरेर फाइनेन्शियल एकाउन्टमा बढी मल्टी स्टेप र ब्यालेन्स सिट सोध्छ र यसको सट्टामा अरमा पनि अर दिएर 1 नम्बर र 2 नम्बरमा फाइनेन्शियल स्टेटमेन्ट पोजिसन भनेर सोध्छ र आज हामी यो तीनटा मध्ये पहिलो स्टेप पढ्छौँ, सिंगल स्टेप। सिंगल स्टेप पहिला त यहाँ कम्पनीको नाम हुन्छ, त्यसपछि इन्कम स्टेटमेन्ट यहाँ ब्र्याकेटमा सिंगल सिंगलवाला हो र अर्को फर द इयर इन्डेड। अब 31 डिसेम्बर वा 31 जे हुन सक्छ त्यो हुन्छ र यसको फर्मेट अलि फरक छ। यसको फर्मेट भन्दाखेरि बाँकीको फर्मेट भन्दा अलिकता फरक छ। यसमा मात्र 3वटा हुन्छ, 3वटा कलमहरू हुन्छ। पहिला त्यही हाम्रो पुरानो साथी पार्टिकुलर, त्यसपछि डिटेल्स, त्यसपछि एमाउन्ट। सबैभन्दा पहिला त यसमा हुन्छ सेल्स रेभिन्यू। सेल्स रेभिन्यू एड हुन्छ अदर इन्कम, त्यसपछि टोटल रेभिन्यू। ठीक छ। त्यसपछि अब यसबाट लेस हुन्छ एक्सपेन्सेस। पहिलो त हुन्छ हाम्रो कस्ट अफ गुड सोल्ड, त्यसपछि अफिस एक्सपेन्सेस, सेलिङ एक्सपेन्सेस, त्यसपछि फाइनेन्शियल एक्सपेन्सेस, त्यसपछि के हुन्छ अदर एक्सपेन्सेस। अदर एक्सपेन्सेस में के हुन सक्छ भने लस अन सेल्स अफ ओल्ड फिक्स्ड एसेट्स वा अदर एक्सपेन्सेस पनि हुन सक्छ। जस्तै कि क्यारिज आउटवर्ड पहिला हामी पढेको थियौँ नि त, अदर एक्सपेन्सेसमा इलेक्ट्रिसिटी चार्ज, टेलिफोन चार्ज, वाटर चार्ज, त्यो सबै स्टेसनरी
त्यो सबै किसिमको अदर एक्सपेन्सेसहरू बाँकी सब अफिससँग रिलेटेड बाँकी सबै जति खर्च हुन्छ त्यसमा अदर एक्सपेन्सेस भनेर लेख्न सकिन्छ। अदर एक्सपेन्सेस भन्दाखेरि मात्र चिनाएको हो कि अदर एक्सपेन्सेसमा पनि हुनसक्छ, बाँकी जुन जुन अप्सनहरू दिएको हुन्छ त्यो लेख्ने, जस्तै कि वाटर एक्सपेन्सेस चार्जेसमा नलेखिदिने, अदर एक्सपेन्सेसमा वा इलेक्ट्रिसिटी चार्ज, टेलिफोन चार्ज, जुन एक्सपेन्सेसहरू छ त्यो लेखिदिने। त्यसपछि टोटल एक्सपेन्सेस, त्यसपछि के हुन्छ नेट इन्कम बिफोर ट्याक्स। यसबाट यसलाई ए मानिहाल्नुहोस्, सरी यहाँ नगर्नुहोस्, यो यसलाई ए मानिहाल्नुहोस्, टोटल एक्सपेन्सेसलाई बी मानिहाल्नुहोस्, यसलाई ए माइनस बी गरिदिनुहुन्छ भने हाम्रो टोटल नेट इन्कम बिफोर ट्याक्स आइहाल्छ। त्यसपछि हाम्रो प्रोभिजन फर ट्याक्स, ट्याक्स वा ट्याक्सेस भनेर यहाँ माइनस गरिन्छ, त्यसबाट लेस गरिदिनुपर्छ, लेस गरिहाल्ने। त्यसपछि हाम्रो के आउँछ नेट इन्कम आफ्टर हुन्छ, आफ्टर ट्याक्स। यही फर्मेट हो हाम्रो, सिम्पल छ। पहिला त सेल्स रिभेन्यू लेख्ने, र जति पनि अदर रिभेन्यूहरू भएको हुन्छ, इन्ट्रेस्ट रिसिभ, कमिसन रिसिभ भनेर जस्तासुकै रिसिभहरू भएको हुन्छ त्यो सब अदर इन्कममा लेखिदिने र दुवैलाई जोडिदिने, टोटल एक्सपेन्सेस ए मानेर जोडिदिने कति हुन्छ। र त्यसपछि लेस एक्सपेन्सेस, जति पनि एक्सपेन्सेसहरू हुन्छ जस्तै कि कस्ट अफ गुड्स सोल्ड, अफिस एक्सपेन्सेस, सेलिङ एक्सपेन्सेस, फाइनेन्सियल एक्सपेन्सेस, अदर एक्सपेन्सेस, टोटल एक्सपेन्सेस, यसलाई बी मानिदिनुहोस्। यो सबलाई जोडेर टोटल एक्सपेन्सेस बी मानेर यहाँ लेखिदिनुहोस्, ठिक छ। यतातिर। अनि त्यसपछि नेट इन्कम बिफोर ट्याक्स, एबाट माइनस बी घटाइदिनु, मतलब कि टोटल इन्कमबाट टोटल एक्सपेन्सेस लेस गरिदिइहाल्नुहोस्। अनि त्यसपछि त हाम्रो त नेट इन्कम बिफोर ट्याक्स, ट्याक्स निकाल्नुभन्दा पहिला जति हाम्रो इन्कम हुन्छ त्यो आइहाल्छ। र त्यसपछि प्रोभिजन फर ट्याक्स, जति पनि पर्सेन्टहरू दिएको हुन्छ, 13% ट्याक्स, 25% ट्याक्स, 10% ट्याक्स, त्यो सबै हुनसक्छ। त्यसलाई नेट इन्कमबाट माइनस गरिदिनुहोस्, पर्सेन्टबाट निकालेर, पर्सेन्टेजबाट दिएको हुन्छ र त्यसलाई एमाउन्ट निकालेर लेस गरिदिइहाल्नुहोस्। लेस गरिसकेपछि नेट इन्कम आफ्टर ट्याक्स, सिम्पल ट्रिक छ, सिम्पल फर्मेटहरू छ, यसलाई इजिली लर्न गर्न सकिन्छ र सिम्पल छ। र एउटा अझै कुरा, हामी यसलाई अब इक्जाम्पल एउटा गरेर हेरौँ, इक्जाम्पलमा कस्तो हुन्छ भनेर। इक्जाम्पलबाट तपाईँको कन्फ्युजनहरू एकदमै क्लियर हुनसक्छ। एउटा इक्जाम्पल रहेको छ, तपाईँ व्हाइट बोर्डमा हेर्न सक्नुहुन्छ, फोटो त्यसको खिचेर हामी हालेको। अनि द फलोइङ इन्फर्मेसन अफ काठमाडौँ ट्रेडिङ कम्पनी अन 31 डिसेम्बर 2018 गिभेन बिलो। एउटा काठमाडौँ ट्रेडिङ कम्पनी छ जसको 2018 डिसेम्बर 31 को रेकर्डहरू, इन्फर्मेसनहरू दिएको छ। यहाँ छ सेल्स रेभिन्यू 10,50,000, कस्ट अफ गुड्स सोल्ड 6 लाख, सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस 1,20,000, अदर इन्कम 50,000 र इन्कम ट्याक्स 25%। र अर्को छ सेल्स रिटर्न 50,000, अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस 1,80,000, इन्ट्रेस्ट एक्सपेन्सेस 40,000। अब जस्तै यहाँ इन्ट्रेस्ट एक्सपेन्सेस भयो, त्यो अदर एक्सपेन्सेसहरू मैले भनेको थिएँ, अनि त्यही अदर एक्सपेन्सेसमा इन्ट्रेस्ट एक्सपेन्सेस जान्छ। र अर्को छ लस अन सेल्स अफ अदर एसेट्स, यो छ 10,000, मैले भनेको थिएँ अदर एक्सपेन्सेस त्यो पनि यसैमा जान्छ। र रिक्वायर्ड सिङ्गल स्टेप, र यहाँ छ सेल्स रेभिन्यू, सेल्स रेभिन्यू 10,50,000 छ। र एउटा के छ, दायाँपट्टिको बक्समा सेल्स रिटर्न भनेर
50,000 माइनस गरेको छ। मतलब कि माइनस किन गर्नु पर्यो, किनकि सेल्स हामीले सेल्स गरेको सामान हामीलाई रिटर्न भइसकेको छ। कसैलाई हामी बेचेको छु कस्टमरलाई र त्यो कस्टमरले हामीलाई सामान त्यो रिटर्न गरिदिएको छ, त्यही भएर त्यो इन्कमबाट निकालिन्छ त्यति। अनि यो कति अमाउन्ट भयो भने 10 लाख। 10 लाख। अर्को छ अर्को के छ, अदर इन्कम छ। एड अदर इन्कम। अदर इन्कम कति छ भन्दाखेरि त्यो त हाम्रो 50,000 छ। टोटल रेभिन्यू ए मानिदिनुहोस् यसलाई। ए माने कति भयो हाम्रो, यो त 10,50,000 पहिलाको जति नै भयो, ठिक छ। त्यसपछि छ लेस एक्सपेन्सेस। एक्सपेन्सेसमा के हुन्छ, कस्ट अफ गुड्स सोल्ड, त्यो त पहिला नम्बरमा नै हुन्छ नि त। कस्ट अफ गुड सोल्ड त्यो कति छ हाम्रो 6 लाख। 6 लाख छ। त्यसपछि सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस। सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस त्यो छ हाम्रो कति 1,20,000। 1,20,000 भइसक्यो। र अर्को छ अदर एक्सपेन्सेस, त्यो त भइसक्यो। र इन्कम ट्याक्स त पछितिर हामी लेख्छौँ। र अर्कोतिर सेल्स रिटर्न पनि यहाँ भइसक्यो। र अर्को छ अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस। अफिस एन्ड एडमिनिस्ट्रेसन एक्सपेन्सेस त्यो कति छ हाम्रो 1,80,000 रहेको छ। र अर्को छ इन्ट्रेस्ट एक्सपेन्सेस। अब इन्ट्रेस्ट एक्सपेन्सेस भन्दाखेरि त्यो जुन थियो नि त के भन्छ अदर एक्सपेन्सेस, यो इन्ट्रेस्ट एक्सपेन्सेस र लस अन सेल्स अफ ओल्ड एसेट यो हाम्रो अदर एक्सपेन्सेसमा जान्छ। यहाँ भयो इन्ट्रेस्ट एक्सपेन्सेस कति छ हाम्रो 40,000। अर्को छ लस अन सेल्स अफ ओल्ड एसेट। लस अन सेल्स अफ ओल्ड एसेट यो छ हाम्रो कति 10,000। हाम्रो क्वेसनमा कतिवटा एक्सपेन्सेस छ 1 2 3 4 5 वटा 1 2 3 4 5 वटा भयो। अब यहाँ छ टोटल एक्सपेन्सेस। टोटल एक्सपेन्सेस यसलाई बी मान्नुहोस् र जोड दिइहाल्नुहोस्। यसलाई जोड्नुहोस् कति भयो 6 7 8 9,50,000। 9,50,000 भयो। 6 7 8 8 1 9,50,000 भयो। 9,50,000 भयो। अब हाम्रो हुन्छ नेट इन्कम बिफोर ट्याक्स। यसलाई ए माइनस बी गरिदिइहाल्नुपर्छ। अब हाम्रो कति हुन्छ 10,50,000बाट 9,50,000 घटाएपछि कति आउँछ त्यो 1 लाख आउँछ। 1 लाख भयो। र त्यसपछि अब के लेस गर्ने नेट इन्कम त ट्याक्स निकाल्नुभन्दा पहिलाको इन्कम त 1 लाख भयो छ। अब त इन्कम ट्याक्स पनि त तिर्नु पर्यो नि त सरकारलाई। त बिजनेस व्यापारमा ट्याक्स नतिरिकन त सरकारले त बिजनेस त हाम्रो जपत नै गरिदिइहाल्छ। अनि त्यही भएर त उसलाई त खुवाउनु पर्यो नि त, आफै मात्र खाएर हुन्छ।
अब त्यो छ इन्कम ट्याक्स भनेर 25% दिएको छ। इन्कम ट्याक्स 25% भन्दाखेरि लेस इन्कम ट्याक्स कति छ 25%। अब 25% हाम्रो यतातिर के भन्छ 1 लाखको 25% भनिरहेछ। अब सिधा यसलाई हामी त 3-4 क्लासमा पढेका छौँ। 25/100 यो दुईटा काट्यो यो दुईटा काट्यो 25। अब यो कति बच्यो 1000 इन्टु 25 25 इन्टु 1000 इज इक्वल टु 25,000। यसको मतलब 1 लाखबाट सरकारले 25,000 रुपैयाँ लिन्छ। यानी कि इन्कम ट्याक्स हामीलाई 25,000 रुपैयाँ बुझाउनु पर्छ। 25,000 रुपैयाँ त हामीलाई बुझाउनु पर्छ। कुनै ट्याक्सबाट त कोही उम्कन सक्दैन, त्यही भएर सरकारलाई त ट्याक्स तिर्नै पर्छ। त्यसपछि अब हाम्रो के आउँछ, अब यसलाई घटाउनु पर्छ। नेट इन्कम आफ्टर ट्याक्स, ट्याक्स पछिको इन्कम कति भयो त हाम्रो। अब 1 लाखबाट 25,000 घटाइदिनुस् 75,000 आउँछ। यसको मतलब 75,000 हाम्रो इन्कम भएछ सरकारलाई ट्याक्स तिरेर, इन्कम ट्याक्स तिरेर। यो एकदम सिम्पल छ, बढी गाह्रो छैन, सिम्पल छ। र यस्तै सेम टु सेम यस्तै मल्टी स्टेपमा पनि छ। मल्टी स्टेपको कुरा के छ भन्दाखेरि मल्टी स्टेपमा सबै सेम थोक हुन्छ। जस्तै सेल्स रेभेन्यू सब हुन्छ, तर यहाँ यसको मतलब कस्ट अफ गुडको हेडिङ मात्र हो। अब यसमा कस्ट अफ गुडको हेडिङ यस्तो हुन्छ, यसमा 4-5वटा एक्सपेन्सेसहरू हुन्छ। सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसमा 4-5वटा यति एक्सपेन्सेसहरू हुन्छ। अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमा जति पनि अफिससँग रिलेटेड खर्चहरू हुन्छ त्यो सब हुन्छ। इन्ट्रेस्ट एक्सपेन्सेसहरू हुन्छ। अदर एक्सपेन्सेसमा पनि त्यो अदर इन्कम हुन्छ, अदर एक्सपेन्सेसहरू हुन्छ। र बाँकी सेम ट्रिक यही हो। ठिक छ, एकदम सिम्पल ट्रिक छ। र मल्टी स्टेपमा पनि त्यो त 8 नम्बरमा क्वेसनमा सोध्छ, तर त्यो एकदमै इजी छ, सेम टु सेम साफ एकदम सिम्पल। तपाईँको लागि यति मेहनत गरिरहेको छु, तब कमसेकम एउटा त लाइक त गरिदिइहाल्नु। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जानु होला भाइ। थ्याङ्क यू। तबसम्म हेर्दै राख्नुहोला हाम्रो भिडियो। जय नेपाल।